नमस्ते सम्पूर्णमा। म लेखक तथा प्रशिक्षक मुकेश रामझाली। आज म तपाईँहरूलाई यो भ्रष्टाचार निवारण ऐन 2059 रहेको परिच्छेद 2 तर्फको दफा 3 मा रिश्वत लिने र दिनेलाई सजाय सम्बन्धी जुन व्यवस्था रहेको छ र यो पटक पटक धेरै इक्जामहरूमा है गण्डकी लगायतको चाहिँ सङ्घमा लगायतका अन्य विभिन्न प्रदेशहरूमा यो टपिकबाट विभिन्न प्रश्नहरू आउने गर्छ। त्यसलाई सजिलो तरिकाले हामीले कसरी सम्झिन सकिन्छ भनेर म तपाईँहरूलाई यो सानो भिडियो मार्फत जानकारी गराउन चाहन्छु। र यो भ्रष्टाचार निवारण ऐनको 2059 को परिच्छेद 2 मा रिश्वत लिने र दिनेलाई सजाय सम्बन्धी व्यवस्था भनेर जुन राखिएको छ, यो पुरानो भ्रष्टाचार निवारण ऐनमा यो चाहिँ नयाँ संशोधन गरेर राखिएको र संशोधन पश्चात चाहिँ केही विषयहरू छन्, जस्तो रिश्वतको मात्रा र सजाय सम्बन्धी व्यवस्था। र यसतर्फबाट प्रश्नहरू सोध्ने गर्छ र यसलाई सम्झिने सजिलो तरिका के हो भनेर पहिला हामीले रिश्वतको मात्रा रिश्वतको मात्रा हामीले के कस्तो छ भन्ने कुरा जान्नुपर्ने हुन्छ र त्यसपछि आएर सजायको व्यवस्था के कति गरिएको छ भनेर हामीले चाहिँ सम्झिन सजिलो हुन्छ। जस्तो तपाईँलाई चाहिँ हामी 1 नम्बरमा रिश्वतको मात्रा भनेर पहिला तपाईँले सुरुमा 50,000 भनेर यहाँनिर लेख्नुपर्ने हुन्छ। 50,000 लेख्नुहोस् र त्यसपछि आएर दोस्रोमा चाहिँ तपाईँको ठ्याक्क यही 50,000 माथि लेख्नुहोस्। त्यसपछि यता चाहिँ 1,00,000 भनेर लेख्नुहोस् है। 50,000 50,000बाट 1,00,000। त्यसै गरी अब यो 1 यहाँबाट सुरु भयो, यो 1 यहाँबाट आएपछि यता चाहिँ कति पुग्छ 5,00,000 भनेर 1 को 5, जस्तै 50,000 50,000 को 1, 1,00,000 को 5,00,000। त्यसै गरी आएर चाहिँ तपाईँको 5,00,000 है। 5,00,000बाट चाहिँ तपाईँको 25,00,000, 5,00,000बाट सिधै 5 पंचे 25 पुग्यो। अब 25 दुना 50, अब चाहिँ तपाईँको 25,00,000बाट है 25,00,000बाट चाहिँ तपाईँको 50,00,000 है। 25,00,000बाट सिधै डबल 50 भयो। अब यो 50बाट फेरि डबल हुन्छ है। 50,00,000बाट 50,00,000बाट कति पुग्यो 1 करोड है। 1 करोड पुग्यो। अब 1 करोडबाट फेरि के हुन्छ 1 करोडबाट चाहिँ 10 करोड, 1 करोडबाट 10 करोड, 1 करोडबाट 10 करोड। अब यो 10 करोड भन्दा माथि है तपाईँको यहाँबाट 10 करोड भन्दा भन्दा माथि है 10 करोड भन्दा माथि है। पहिले यो लेख्न सिक्नु पर्यो है। 1 नम्बरमा 50,000, 2 नम्बरमा 50 देखि 1,00,000, 3 नम्बरमा यो 1 देखि 5,00,000, त्यसै 4मा यो 5 देखि चाहिँ 25,00,000 है। 5 को 25। त्यसै गरी आएर फेरि यो चाहिँ तपाईँको 25,00,000बाट 50, 50बाट चाहिँ तपाईँको 50बाट 1 करोड, त्यसै गरेर 1 करोडबाट 10, अब 10 करोडबाट माथि भनेर पहिले यो कुरा जान्नु पर्यो है। अब सजायको लागि पनि सजिलो छ सम्झिन। सजायलाई पहिलो सुरुमा तपाईँले 50,000को लागि सजाय भनेको 1 महिना है। सजिलो छ सम्झिन। पहिला 1 महिनादेखि 6 महिना, 1 महिनादेखि 6 महिनासम्म हुन सक्छ है। अब दोस्रोमा यो चाहिँ फेरि 6 महिना भनेर यहाँ सुरु गर्नुहोस्। 6 महिनाबाट बढी कति हुन सक्छ 1 वर्ष है। अब यहाँ चाहिँ 1 वर्ष, अब सजिलो हुन्छ। अब 1 वर्षबाट ट्याक्क 1 वर्षबाट 2 वर्ष है। त्यसै गरी आएर 2 वर्षबाट कति हुन्छ 4 वर्ष है। त्यसै गरी आएर 4 वर्षबाट कति हुन्छ 6 वर्ष, 2 थप्दै जाने है। त्यसै गरी आएर 6 वर्षबाट कति हुन्छ 2 थप्दा 8 वर्ष, 8 वर्ष। अब चाहिँ तपाईँको 8 वर्षमा थप्नुहोस् कति हुन्छ 8 वर्षमा 2 थप्नुहोस् 10 वर्ष हुन्छ है। र त्यसै गरी आएर चाहिँ यो चाहिँ 10 वर्ष भयो हो। अब यहाँनिर चाहिँ 10बाट चाहिँ 14 है। 10बाट चाहिँ 14 वर्ष। अब यसरी के सम्झिन सक्यो। अब यहाँ हेर्नु त 50,000 कसैले रिश्वत अथवा चाहिँ घुस लिएको छ भने 1 महिनादेखि 6 महिनासम्मको सजाय। 50,000देखि 1,00,000 कसैले गरेको छ भने 6 देखि 1 वर्ष। 1,00,000 देखि 5,00,000सम्म छ भने 1 वर्षदेखि 2 वर्ष। 5,00,000 देखि 25,00,000सम्म छ भने 2 देखि 4 वर्ष। 25,00,000 देखि 50,000सम्म छ भने चाहिँ 4 वर्षदेखि 6 वर्ष। र 50,00,000 देखि 1 करोडसम्म छ भने 6 देखि 8 वर्ष। र 1 करोड भन्दा माथि 10 करोडसम्म छ भने कति भयो 8 देखि 10 वर्ष। र चाहिँ 10 करोड भन्दा माथि जतिसुकै रिश्वतको कुरा छ भने 10 वर्षदेखि 14 वर्षको बिचमा सजायको व्यवस्था गरिएको छ। यो चाहिँ कैदको व्यवस्था गरिएको छ। र साथसाथै यो चाहिँ तपाईँको रिश्वत बराबरको जुन छ यो बिगो बापतको जरिवाना त हुन्छ नै होइन। बिगो बापतको जरिवाना त हुन्छ नै, थप सजायको व्यवस्था पनि यो छ। यसलाई यसरी तपाईँले एकचोटि लेख्नुभयो भने यसरी चाहिँ तपाईँको सम्झिन सजिलो हुन्छ है। त्यो भयो भने यसरी गर्नु होला। भिडियो कस्तो लाग्यो साथीले प्रतिक्रिया दिनुहोला। हस्, धन्यवाद।